हामीले क्रिटिकल एनालाइसिस भन्ने त नेपालमा जस लगभग सुनेकै छैन सुनेको होला भर्खर अब नयाँ कन्टेक्स्टहरू आइरहेको छ होइन क्रिटिकल एनालाइसिस गर्ने हाम्रो कुराहरू त्यो छैन आफ्नो बेसिक निड्सको कुरा हुन्छ क्या होइन घाँस बाँस कपास भन्ने जस्तो बेसिक निड्सको कुरा हुन्छ बेसिक निड्समा कहाँ बस्ने कसरी गर्ने अब कसरी ट्राभल गर्ने कहाँ जाने होइन त्यो कुराहरू चाहिँ बुझ्नु एकदम जरुरी छ अब त्यो जब नभएको त अभियसली प्रब्लम हुन्छ अहिलेको कन्टेक्स्टमा त मान्छेहरू आएका छन् होइन कतिले अब त्यो टाइम पनि लाग्छ तर त्यही हो आफूले नै अब मेन्टली कति प्रिपेयर भएको छ त्यस पछाडि अर्को भने कम्युनिकेसन स्किल मोस्ट इम्पोर्टेन्ट तपाईँ बोल्न सक्नु हुँदैन तपाईँ अब अप्ठ्यारो गरेर मानेर बस्नुहुन्छ भने चाहिँ अब त्यो कसैले आएर पनि ए बाबु तँलाई के भएको छ भने चाहिँ सोध्दैन हामी आउँदाखेरि पनि जस हाम्रो ड्यू थियो फिल्म 5750 पाउन्ड चाहिँ हाम्रो ड्यू थियो होइन त्यो पनि हामीले 3 महिनामा आएर मान्छेलाई सुन्दाखेरि अब फेरि अचम्म हुन्छ होइन 3 महिनामा आएर हामीले तिरे आऊ गरिरहँदाखेरि चाहिँ यो मेसेज नजाओस् कि ठ्याक्कै नेपालमा आधी पैसा तिरेर आऊ नि यहाँ आएर तिर्न सकिन्छ होइन त्यो हे गाइज वेलकम ब्याक टु माई च्यानल र फेरि पनि तपाईँहरूसँग विशेष गरी युकेको अवस्था के कस्तो छ यतिखेर भने हामीसँग सागर खड्काजी हुनुहुन्छ सागरजीलाई मेरो युट्युब च्यानलमा स्वागत गर्नको लागि चाहिँ आज हामी यहाँ छौँ सो हाउ आर यु सागरजी एकदम गुड दाइ लङ टाइम धेरै पछि भेट भयो होइन लगभग मोर देन 2.5 years भनौँ न 2.5 years अनि लन्डन आएको कति भयो लन्डन 2021 अक्टोबरतिर दाइ ठ्याक्कै याद छ कति भन्दाखेरि 4.5 वर्ष हुन लाग्यो 4.5 वर्ष भइसकेको छ अनि तपाईँको अलिकति पृष्ठभूमि भनिदिनु नि त कसरी आउनुभयो के छ कस्तो छ अथवा नेपालमा ब्याक होम चाहिँ मेरो चाहिँ अब मैले चाहिँ अन्डर ग्रेजुएट चाहिँ पब्लिक हेल्थमा गरेँ हो नेपालबाट इन्स्टिट्युट अफ मेडिसिनमा त्यसपछि म 2 वर्ष जस्तो प्रोजेक्टमा काम गरेँ चरीकोट दोलखामा अनि त्यस पछाडि चाहिँ म 3 वर्ष जस्तो काठमाडौँको हाम्रो यो जुन हेल्थ साइन्स कलेजहरू हुन्छ त्यसमा पढाउँथेँ प्रोग्राम कोअर्डिनेटर भएर पनि काम गरेँ त्यसपछि चाहिँ अनि फर्दर चाहिँ एकाडेमिक अब जे भनौँ पोस्ट ग्रेजुएटको लागि चाहिँ अनि त्यसपछि अगाडि बढौँ भनेर चाहिँ अनि युके चुज गरियो होइन युके चुज गर्नुको मोर कारण चाहिँ फेरि मोर लाइकली प्रिमियर लिग फ्यान भएर पनि हो होइन पहिलेदेखिको त्यो एउटा हुन्छ नि तपाईँको सबकन्सियस माइन्डमा बसिरहेको कुराहरू भन्ने कुराहरू त्यसले पनि युके चुज गर्नु अनि त्यसपछि फेरि तपाईँको ठ्याक्कै च्यानलहरूबाट तपाईँसँग होइन कुराकानी भयो तपाईँ ठ्याक्कै नेपाल पनि फर्किनु भएको थियो त्यतिखेर अनि कुराकानी भएपछि ल त सुरु गरौँ भनेपछि सुरु गरेर ठ्याक्कै आयो युनिभर्सिटी ग्रिनिचमा पढ्न थाल्यो है युनिभर्सिटी ग्रिनिचमा पब्लिक हेल्थ हजुर मास्टर्स ग्लोबल पब्लिक हेल्थ युनिभर्सिटी ग्रिनिचमा हाउ वाज द एक्सपिरियन्स एट युनिभर्सिटी बिर्सिसक्नु भयो होला हजुर त्यो एक्सपिरियन्स त लगभग बिर्सिनु भन्दा पनि तर मलाई चाहिँ अहिले पनि कस्तो लाग्छ भन्दाखेरि एकाडेमिक फिल्डमा चाहिँ हाम्रो नेपालभन्दा चाहिँ मैले चाहिँ कम्पेयर गर्छु क्या त माइन्डमा अब जस आफ्नो फिल्डमा मैले काम गरिरहेको छुइनँ तर माइन्डमा चाहिँ म के कम्पेयर गर्छु भन्दाखेरि हामीले नेपालमा पढ्थ्यौँ कसरी किन अब वान अफ द म रेप्युटेड युनिभर्सिटीमा पढेँ नि त नेपालमा पनि होइन त्यसपछि यहाँ आएँ यहाँ पढ्दाखेरि पनि अनि त्यो जब कम्पेरिजन हुन्छ नि तपाईँको हामीले क्रिटिकल एनालाइसिस भन्ने त नेपालमा जस लगभग सुनेकै छैन सुनेको होला भर्खर अब नयाँ कन्टेक्स्टहरू आइरहेको छ होइन क्रिटिकल एनालाइसिस गर्ने हाम्रो कुराहरू त्यो छैन अब पोलिटिकली नि हामी गर्दैनौँ अनि हामी अब यो हेल्थ वाइज पनि हामी क्रिटिकल एनालाइसिस गर्दैनौँ कसैले केही भन्यो भने ओके ठिक छ जस्तै अब मानिलिउँ अब कम्युनिटी इन्सुरेन्स हेल्थ इन्सुरेन्स प्रोग्राम आयो तर त्यसको ड्रब्याक्सहरू के हुनसक्छ अर्को मोडलले के हेर्न सक्छ त्यसलाई भनेर त्यो एनालाइसिस गर्दैन त्यो चाहिँ यहाँ चाहिँ त्यो किसिमको एनालाइसिस चाहिँ हुन्छ त्यो चाहिँ एउटा राम्रो कुरा हो र मार्किङ पनि त्यही किसिमले हुन्छ तपाईँको चाहिँ त्यो एसे लेखेको हिसाबमा इन्ट्रोडक्सन ब्याकग्राउन्ड अब्जेक्टिभ यस्तो लेख्दैछु भनेर चाहिँ तपाईँको असाइनमेन्ट भन्दा पनि तपाईँले त्यसलाई चाहिँ कसरी क्रिटिकली एनालाइज गर्नुभएको छ एउटा अप्रोचलाई अर्को अप्रोचले होइन रेफरेन्स दिएर तपाईँले कसरी त्यसलाई चाहिँ बुझ्नु भएको छ अन्डरस्ट्यान्डिङ के छ त्यसको पोजिटिभ स्ट्रेन्थ के छ भनौँ न होइन नेगेटिभ त्यसको एक्सपेक्ट्सहरू के छ त्यो कुराहरू चाहिँ यहाँ राम्रोसँग पढाइ हुन्छ त्यो दृष्टिकोण हेर्ने दृष्टिकोण चाहिँ फरक हुन्छ अब आफ्नो फिल्डमा काम नगरे पनि डे टु डे लाइफमा पनि तपाईँले त्यसरी चाहिँ हेर्नुहुन्छ हरेक कुरालाई क्रिटिकल एनालाइज गर्न थाल्नुहुन्छ मलाई त्यस्तो चाहिँ लाग्छ सो 4.5 वर्षको अनुभव लुकिङ ब्याक होइन पोस्ट कोभिडको पिरियडमा हजुर तपाईँहरू आउनुभयो अनि हाउ डिड यु स्टार्ट द जर्नी त्यतिखेरको जर्नी चाहिँ सुरुवाती दिनहरूमा जाउँ न च्यालेन्जेसहरूदेखि लिएर च्यालेन्जेस चाहिँ सुरुवाती दिनहरूमा मेन च्यालेन्जेस युकेमा आउने भने पछाडि तपाईँको कहाँ बस्ने होइन त्यसपछि आफ्नो बेसिक निड्सको कुरा आउँछ क्या होइन घाँस बाँस कपास भन्ने जस्तो बेसिक निड्सको कुरा आउँछ बेसिक निड्समा कहाँ बस्ने कसरी गर्ने अब कसरी ट्राभल गर्ने कहाँ जाने होइन त्यो कुराहरू चाहिँ बुझ्नु एकदम जरुरी छ अब आफू कतिको प्रोएक्टिभ छ भन्ने कुराहरू पनि डिटरमाइन गर्छ त्यो कुरा चाहिँ अब अर्को कुरा भनेको चाहिँ कसैको अब रेफरेन्स गाइडेन्सले पनि हुन्छ अब हाम्रो चाहिँ मोर लाइकली मैले
तपाईँलाई बाहेक अरू कसैलाई चिनेको थिएन आउँदा होइन तपाईँलाई बाहेक कसैलाई चिनेको थिएन नि त नेक्स्ट डे त हामीले त्यहाँ नेपाली स्टोरमा भेटाएर अनि म चाहिँ होम क्वारेन्टिनमा बस्नुपर्ने मान्छे तर घरमा फोन छोड्दै ट्र्याक हुन्छ भनेर त्यसपछि त्यो बेलामा चाहिँ अनि तर म डुलिरहेको थिएँ यताउति हेर्ने होइन एक्सपोज गरिराख्ने त्यसले पनि आफूलाई केही न केही सिकिन्छ भोलि कहाँबाट कहाँ जानु पऱ्यो भने के हुन्छ भन्ने थाहा हुन्छ नि त आइडिया त्यो कुरा चाहिँ म गरिरहेको थिएँ अनि त्यसपछि हामी फेरि पछि त्यो हाम्रो नेपाली दसैँ तिहारको प्रोग्राममा पनि भेट भयो तर त्यो पिरियड अफ टाइममा म मेरो चाहिँ आफ्नो लिगल्ली चाहिँ म होम क्वारेन्टिनमा बस्नुपर्ने मान्छे चाहिँ घुमिरहेको छु जस मेरो त्यो पोस्ट फेजमा त्यस पछाडि 13मा आएको 26मा ट्रायलमा गयौँ हामी म र मेरो वाइफ होइन दुईजना हामी सँगै आएको त्यसपछि 26मा हामी एउटा रेस्टुरेन्टमा ट्रायलमा गयौँ एकजना हामी अब यहीँ आएपछि चिनेको होइन मेरो साथीको अब वाइफबाट अनि त्यहाँ गएपछि हामीले त्यहाँबाट ट्रायल सिफ्ट सुरु गऱ्यौँ रेस्टुरेन्टमा पार्ट टाइम जब सुरु गरेँ मैले अनि मेरो वाइफले चाहिँ फुल टाइम सुरु गरेँ उसले म चाहिँ ब्याकअप नर्स थियो तर यहाँ आए पछाडि अब त्यो के हो कसो भन्ने कन्टेक्स्टै आउँदैन त्यो जे भेटायो अन द स्पोट समात्यो त्यो सुरु गरिहाल्यो कुदिहाल्नुपर्छ होइन अनि त्यसले गर्दाखेरि चाहिँ कस्तो इजी कस्तो भयो भन्दाखेरि नेक्स्ट मन्थबाट मैले चाहिँ अब जस्तै मेरो निड्सहरू फर इक्जाम्पल अब कसरी मैले चाहिँ तपाईँको रेन्ट तिर्छु कसरी मैले चाहिँ अब कम्युटको पैसाहरू चाहिँ म्यानेज गर्छु त्यो चाहिँ मलाई चाहिँ केही प्रब्लम भएन अब त्यो जब नभएको त अभियसली प्रब्लम हुन्छ अहिलेको कन्टेक्स्टमा त मान्छेहरू आएका छन् होइन कतिले अब त्यो टाइम पनि लाग्छ तर त्यही हो आफूले अब मेन्टली कति प्रिपेयर भएको छ अनि प्रोएक्टिभनेस कस्तो छ प्रोएक्टिभ कति गर्नुसक्छ अनि त्यस पछाडि अर्को भने कम्युनिकेसन स्किल मोस्ट इम्पोर्टेन्ट तपाईँ बोल्न सक्नु हुँदैन तपाईँ अब अप्ठ्यारो गरेर मानेर बस्नुहुन्छ भने चाहिँ अब त्यो कसैले आएर पनि ए बाबु तँलाई के भएको छ भने चाहिँ सोध्दैन आफै जानुपर्छ बस्न That's the brutal world we live in where no one is going to rescue you भन्छ कि मैले चाहिँ होइन it's you who would have to develop those kind of skills यदि छैन भने होइन छ भने चाहिँ त्यसलाई अझ सार्पन गर्नु पऱ्यो होइन सो अब सुरुवाती चरणमा चाहिँ तपाईँको मिसेस ब्याक इन नेपाल नर्स अनि यहाँ आएर रजिस्ट्रेसनको प्रक्रियाहरू के कस्तो भयो त्यस पछाडि चाहिँ अब हामीले सँगै काम गऱ्यौँ एउटै रेस्टुरेन्टमा तर अब विक आफ्टर चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि अब जस्ट एउटैमा काम नगर्दा चाहिँ राम्रो हुन्छ होला मैले चाहिँ अब विकेन्ड काम गर्थेँ त्यतिखेर अनि म चाहिँ फर्दर हामी टावरिजमा काम गर्थ्यौँ त्यतिखेर अनि फर्दर हामी सोमा अर्को अलिकति पर भनौँ न 2-3 माइल अवे अनि म चाहिँ त्यहाँ ट्रान्सफर भएर मैले चाहिँ त्यहाँ सुरु गरेँ काम अनि 4-5 महिना उसले त्यहाँ काम गऱ्यो हामी आउँदाखेरि पनि जस्ट हाम्रो ड्यू थियो फिम 5750 पाउन्ड चाहिँ हाम्रो ड्यू थियो होइन त्यो पनि हामीले 3 महिनामा आएर मान्छेलाई सुन्दाखेरि अब फेरि अचम्म हुन्छ होइन 3 महिनामा आएर हामीले तिर्या हो त्यो भनिरहँदाखेरि चाहिँ यो मेसेज नजाओस् कि ठ्याक्क नेपालमा आधी पैसा तिरेर आउने यहाँ आएर तिर्न सकिन्छ होइन त्यो त हुन्न त्यो कस्तो हुँदैन तपाईँको अब त्यो चाहिँ मैले कतिको मैले 60-65% तिरेको थिएँ होला होइन फीमा त्यस पछाडि यहाँ आइसके पछाडि चाहिँ बाँकीको तिर्दाखेरि चाहिँ मसँग त पार्टनर थियो उसले फुल टाइम काम गर्न पाउँथ्यो त्यतिखेर कन्टेक्स्ट फरक थियो अब अहिले पार्टनरले आउनु पाइँदैन रिसर्च फिल्ड बाहेक होइन त्यो कुराहरू कन्टेक्स्ट फरक छ त्यसरी आफूले हेर्नुपर्छ अनि अहिलेको अवस्थामा चाहिँ भाइ बहिनीहरू जो चाहिँ ब्याचलर्स र मास्टर्समा आइरहेको अरूसँग पनि तपाईँ ठोकिने हुन्छ ब्याचलरमा मेरो घरमा एकजना बहिनी बस्छ ब्याचलर्समा होइन मेरो वाइफको निस पर्छ ऊ होइन रिलेटिभ्स थ्रु नै हो अनि अर्को एकजना बहिनी बस्छ उसकै रुम पार्टनर होइन ऊ चाहिँ मास्टर्समा गरिरहेको छ दुवैजना एउटै युनिभर्सिटी पर्छन् हाम्रो बिपिपी अनि ऊ बहिनीले चाहिँ ब्याचलर्समा काम गरिरहेको छ अनि अब रेफरेन्स अभियसली मैले दिएँ होइन म त्यही काम गरिरहेको छ उसले एज अ सेफ काम गरिरहेको छ उसले म्यानेजमेन्टकै कोर्सहरू पढिरहेको छ पढ्न चाहिँ तर उसले यो जुन पिरियड अफ टाइम हुन्छ नि तपाईँको जस्तै अब उसको नेक्स्ट अप्रिल 10बाट चाहिँ उसको फेरि तपाईँको यो हाम्रो 1.5-2 महिनाको फेरि यो समर भ्याकेसन टाइपको हुँदो रहेछ अब उसले चाहिँ मजाले त नभनौँ तर दुःख गरेर काम गर्छ अनि एक्सपेन्सेसहरू आफ्नो कन्ट्रोल गर्छ अब फोनहरू त्यस्तो इलेक्ट्रोनिक ग्याजेटहरू त्यस्तो केही पनि किनेको छैन किन भन्दाखेरि फर्स्ट प्रायोरिटी त फी हो नेक्स्ट इयरको उसले फी तिर्नुपर्छ अब जुनतिर उसको नेक्स्ट सेमेस्टर स्टार्ट हुन्छ होला अनि त्यो टाइम पिरियडसम्म उसले पुर्याउने लगभग 10,500 देखि 12,000 कति छ उसले त्यो पुर्याउन लाग्यो कि गर्ने मान्छेले गर्नु पनि सक्छन् त्यो कन्टेक्स्ट पनि छ अब अर्को बहिनी जो मास्टर्समा आएको उसले फुल फी तिरेर आएको थियो अब उसले चाहिँ अहिले 20 आवर काम गर्छ तर त्यो बिचको पिरियडमा चाहिँ उसले अब आफूले पिक गर्ने सिफ्टहरू पिक गर्छ तर दुवैजना लिगल्ली काम गर्छन् होइन त्यस्तो अब क्यास इन ह्यान्ड काम गर्ने यताउति भन्ने केही पनि छैन तर लिगल्ली काम गरेर अफोर्ड गर्न सक्नु भनेको चाहिँ त्यो चाहिँ खत्रै मिहिनेत हो 4.5 वर्षको लन्डन एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ कस्तो रह्यो त लाइक लुकिङ ब्याक होइन मेकिङ द्याट डिसिजन टु कम इन लन्डन मास्टर्स पढ्ने अनि त्यसपछि आएर बस्ने यताउति गर्ने 4.5 वर्षलाई फर्केर हेर्दाखेरि चाहिँ बुझ्नु भयो अथवा के गरियो के लाग्छ त होइन रफली चाहिँ हामी आउँदाखेरि हाम्रो प्लानै कस्तो थियो भन्दा नि अब हाम्रो प्लान त्यस्तो यो लङ टर्ममा जाने अब भोलिको दिनमा वर्क एक्सपिरियन्स हुन्छ कि हुँदैन भिजा वर्क स्पोन्सरसिप पाइन्छ कि पाइँदैन भन्ने त्योतिर हामीले सोचेकै थिएनौँ हामीले चाहिँ त्यो हुन्छ नि सर्ट टर्म टार्गेटहरू 1 इयर के गर्ने नेक्स्ट इयर के गर्ने होइन अनि त्यसै अनुसार चाहिँ त्यो आफ्नो एक्टिभिटिजहरू गर्दै गइयो कि
अब तपाईँ लङ टर्म प्लान गऱ्यो भने चाहिँ फेरि अब मेन्टली मान्छे ब्रेकडाउन नि हुनसक्छ अब त्यो तपाईँको ठुलो च्यालेन्ज हो तपाईँले त्यसलाई अब फर इक्जाम्पल त्यसलाई अब फेस गर्न सक्नुहुन्छ हुँदैन होइन किन धेरै कुरा गो थ्रु भइरहेको हुन्छ नि त लाइफमा मान्छेको ब्याकअप पनि गइरहेको हुन्छ होइन तर मेरो कन्टेक्स्टमा चाहिँ हामीले त्यस्तो सोचेनौँ हामी आउँदाखेरि नै अब मैले मास्टर्स गर्छु त्यो टाइम पिरियडसम्म चाहिँ अब मेरो वाइफ चाहिँ ब्याकअप नर्स भएको कारणले गर्दाखेरि उसले चाहिँ प्रिपेरेसन सुरु गर्छ अस्की ओइटीहरू अनि त्यसपछि त्यो प्रिपेयर गरिसके पछाडि यदि भयो भने आफ्नो फिल्डमा स्टार्ट गर्छ उसले अब मैले मास्टर्स सकिँदै गर्दाखेरि अब अभियसली म नि एनएचएसमै छिर्छु भनेरै मैले मेन्टालिटी बनाएको थिएँ होइन मैले 6 महिना जस्तो भोलिन्टियरिङ काम पनि गरेँ एनएचएसमा कुन एलिजाबेथ हस्पिटलमा एडमिनिस्ट्रेटिभ डिपार्टमेन्टमा तर पछि चाहिँ अब अपर्च्युनिटिजहरू त्यो आउन अलिक गाह्रो छ किन भन्दाखेरि अब एडमिनिस्ट्रेटिभ फिल्डको भइएन आफू अब मोर लाइकली तपाईँको कि रिसर्चमा जानु पऱ्यो कि त अब प्रोग्राममा जानु पऱ्यो अब प्रोग्राममा जाँदाखेरि आउट अफ लन्डन तपाईँको धेरै प्रोग्रामहरू आउँछ रिसर्चमा जाँदाखेरि हाम्रो नेपालको बेस रिसर्च चाहिँ यहाँ चाहिँ अब भन्दाखेरि तपाईँको लगभग धेरै अब न्यून स्तरकै जस्तो छ क्या यहाँ चाहिँ तपाईँको अब जुन सिस्टमेटिक पब्लिस पनि गर्नुभएको थियो क्या मैले पब्लिस गरेको छैन दाइ तर मेरो पहिला चाहिँ तर मैले पब्लिस केही पनि गरिनँ त्यस्तो रिभ्युजहरू यताउति एनालाइसिसहरू म पढाउन चाहिँ पढाउँथेँ नेपालमा है तपाईँको हेल्थ एसिस्टेन्टहरूलाई अनि कहिलेकाहीँ अब फार्मास्युटिकल साइन्समा पनि तपाईँको यो पब्लिक हेल्थ जुन हाम्रो हुन्छ अब त्यही सम्बन्धी चाहिँ पढाउन चाहिँ है सो ओभरअलमा चाहिँ जस्तो अब तपाईँको मिसेस चाहिँ हाउ डिड सी म्यानेज टु गेट इन्टु वर्क पर्मिट त्यसमा चाहिँ फर्स्टमा चाहिँ उसले अब 6 महिनासँग चाहिँ हामीले अघि मैले भने नि स्टार्टिङमा त्यो हामीले सँगै रेस्टुरेन्टमा काम गर्थ्यौँ त्यसपछि म पनि मुभ भयो ऊ पनि त्यो रेस्टुरेन्टमा मुभ भयो फर्दर उसले चाहिँ अनलाइन एप्लिकेसनबाटै हाम्रो यो नजिकैको केयर होममा होइन केयर होममा उसले अप्लाई गर्यो किन भन्दाखेरि ब्याकअप नर्स भएको कारणले गर्दा उसलाई प्रायोरिटाइज दियो अनि एज अ केयर एसिस्टेन्ट गएको हो अनि केयर एसिस्टेन्ट गयो त्यस पछाडि आएको 6 महिना पछाडि त्यसपछि ऊ सिनियर केयर एसिस्टेन्ट भयो त्यसको 6 महिना पछाडि त्यो त अब आफूलाई प्रुभ गर्दै जाने हो होइन अनि त्यस पछाडि चाहिँ उनीहरूले चाहिँ पोटेन्सियल नर्स होइन किन भन्दाखेरि रेजिस्ट्रेसन प्रोसेस पनि नेपालमा भइसकेको कारणले पोटेन्सियल नर्स भनेर उसलाई चाहिँ ट्रेनिङमा हाल्यो ट्रेनिङमा हाल्दै गर्दा उसले ओइटी र अस्की क्लियर गर्यो अनि त्यस पछाडि चाहिँ ओइटी अस्की क्लियर गरिसके पछाडि मोर लाइकली 90% कम्प्लिटेड भनेर अनि उनीहरूले चाहिँ स्पोन्सरसिप अफर गर्यो अब मान्छेले पत्दैनन् मैले 1 रुपियाँ खर्च गरेको चाहिँ स्पोन्सरसिपमा मैले मेरो आफ्नो जुन त्यो एडिसनल स्पोन्सरसिप हुन्छ नि अब मैले तिर्दा चाहिँ 285 कि 295 पाउन्ड जस्तो परेको थियो दाइ मेरो होइन उसको त आफ्नो स्पोन्सरसिपको त्यो भिजा प्रोसेसिङ चार्जदेखिको लिएर सबै कुरा कम्पनीले पे गरिदियो हो होइन अब मैले चाहिँ त्यो 285 अन टप अफ द्याट मैले अब आफ्नो पर्सनली पे गरेँ अनि लकिली हेल्थ इन्सुरेन्स चार्ज दिनु परेन क्या हेल्थ ब्याकग्राउन्डमा काम गर्ने भएको कारणले सो जे होस् अब वर्क पर्मिटमा गइसकेपछि त अब अलमोस्ट लाइक 5 years डाउन द लाइन सेटलमेन्टको कुराहरू त लगभग स्योर नै भयो भनिसकेपछि अब बेलायत बस्ने नबस्ने कुराहरू चल्छ कि अहिले अझै चलेको छैन बेलायत बस्ने सुरुको धाउन्ने हुन्छ नि इन्टेन्सन इज टु खुट्टा जमाउने भन्ने हुन्छ होइन त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि मान्छेहरूलाई चाहिँ अब त्यो आफ्नो महत्त्वाकांक्षी हुन्छ नि होइन कतिको छौँ भन्ने कुरा हो होइन अब कसैलाई चाहिँ होइन ठिक छ अब कोही अब अलिकति तपाईँको बाहिरी लाइफ आनन्द लाग्छ भन्ने चाहिँ बेला पैसा छ भने लन्डन इज द बेस्ट प्लेस टु लिभ दाइ पैसा चाहिँ हुनुपर्छ खल्तीमा होइन अब तपाईँको पैसा कति चाहिन्छ भन्ने कुरा आउँछ होइन कति एक्सपेन्सिभ छ कति कुरा आउँछ होइन त्यो कुरा कतिले खुसी हुने भन्ने कुरा आउँछ क्या कतिले खुसी हुने भन्ने कुरा आउँछ अब भोलि म त धेरै कुरा सोच्छु म भोलि म घर लिँदै गर्दाखेरि म 30 वर्ष मेरो डाउन द लाइन मैले मेरो जवानी होइन मेरो लाइफ टाइमको कमाइ अब मैले ब्याङ्कको मोर्गेज तिरेरै बसेर अनि अब परम धाम जाने बेलामा चाहिँ घर मेरो नाममा हुन्छ भने त्यो घरको मैले युटिलाइजेसन चाहिँ कहाँ भएर अनि म त्यो कन्टेक्स्टले पनि सोच्छु त्यो कन्टेक्स्टले हेर्दाखेरि त्यसलाई दुई तरिकाले हेर्न मिल्छ त्यति मात्रै पनि होइन आई मिन इभेन्चुअली चाहिँ अब त्यसले नै हुक गराउँछ भने त द्याट्स अ डिफरेन्ट थिङ होइन तर अब होइन त्यो क्वालिटी अफ लाइफ इन्डेक्समा मेजर गर्ने कि स्ट्यान्डर्ड अफ लिभिङको कन्टेक्स्टमा मेजर गर्ने भन्ने कुरा आउँछ होइन अब तपाईँले भनेको चाहिँ क्वालिटी अफ लाइफ तपाईँ कतिमा कति खुसी हुने भन्छ क्वालिटी अफ लाइफ होइन स्ट्यान्डर्ड अफ लिभिङ भन्ने कुरा त अब त्यो जहिले पनि बढ्दै जान्छ मान्छेको होइन त्यो कुरा फरक कुरा हो कम्पेरिटिभली हेर्ने विदेशमा भन्दा नेपालमा धेरै मात्रामा सजिलो चाहिँ यस्तो मान्छेलाई छ जो चाहिँ एकचोटि विदेशमा सेटल भइसकेको छ त्यो मेन्टालिटी चाहिँ आउँछ किन जस्तो तपाईँहरू चाहिँ मानव भोलिको दिनमा सेटल भइसकेपछि चाहिँ र नेपालै जानु पर्यो भने पनि र जानु नै भयो इन्टेन्सनली भने पनि लाइफ इज मच मोर इजियर फर यु क्या यु क्यान ग्राब लट अफ अपर्च्युनिटिज
त्यो कन्टेक्स्टमा त्यो अपर्च्युनिटिज कुरा पनि छ तपाईँले यहाँ आएर तपाईँलाई चाहिँ त्यो हुन्छ नि त्यो खुकुरीमा धार लाए जस्तो धार लाएर पनि पठाएको छ नि त यहाँबाट नेपालमा त अब त्यो नेपालको कन्टेक्स्ट धेरै फरक छ क्या नेपालको जस्तो लाइफ मैले अब हुन्छ अब अन्त गरेर मान्छे होइन त्यस्तो लाइफ कहाँ हुन्छ त नि चिल लाइफ तपाईँको चिया गफ खानेर 100 रुपियाँ 200 रुपियाँ खल्तीम भएर घरमा बसिरहेको छ भाडा तिर्नु छैन कसैले केही भन्दैन यहाँ त नेपालमा बसेकालाई के भन्नुहुन्छ त मेबी सम अफ देम हु आर वाचिङ हाम्रो भिडियो हेरिरहनु भएको होला होइन त्यो त मैले फेरि मेरो कन्टेक्स्ट गराएँ अरूलाई भने मेबी दे आर थिङ्किङ टु कम एन्ड स्टडी इन UK एन्ड मेबी डु सम वर्क पर्मिट्सहरूमा जाने प्लान पनि होला कतिको चाहिँ अब यो 4.5 वर्षको एक्सपिरियन्सलाई रिफ्लेक्सन गर्दाखेरि चाहिँ कस्तो मान्छे चाहिँ को लागि चाहिँ बेलायत हो कस्तोको लागि चाहिँ होइन त अभियसली सुरुमा चाहिँ आफ्नो स्ट्रेन्थ थाहा पाउनुपर्छ म कति गर्न सक्छु के गर्न सक्छु भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ ऊ त्यो मेरो साथी गयो म पनि जान्छु भन्ने कुरा चाहिँ हुनु हुँदैन होइन अनि नेक्स्ट कुरा भनेको चाहिँ तपाईँको आफ्नो इकोनोमिक स्ट्याटस पनि थाहा पाउनुपर्छ होइन धेरै कुराहरूको कुरा आउँछ अनि त्यस पछाडि अर्को भनेको चाहिँ म चाहिँ आउनु भन्छु आउनु किन भन्छु भन्दाखेरि अब एक्चुअली आफूले आफूलाई यङ एजमा आउने हो विदेश होइन एक्चुअली आफूले आफूलाई टेस्ट गरौँ एभ्री इन्डिभिजुअलले टेस्ट गर्ने एकदम जरुरी छ होइन आफूले आफूलाई टेस्ट गरौँ टेस्ट गरिसके पछाडि म कहाँ छु कति छु म कस्तो रहेछु होइन अब हामी युजली कुरा गर्ने भने अब डेभलपमेन्टमा तपाईँको टेकमा सबै कुरामा हामी अहिले पनि हामी बाबाहरूसँग घरमा बसेर गएको नि क्या 100-200 वर्ष पछाडि छ होला नेपाल भन्छौँ त्यति पछाडि चाहिँ छैनौँ हामी तर हामीलाई पब्लिकलाई चाहिँ हामीलाई टेस्ट गर्न जरुरी छ त्यसको लागि यहाँ आउने जस्तै यहाँ आउने अब तपाईँको बाहिरको एक्सपोजर गर्नुहोस् बाहिरको एक्सपोजर लिनुहोस् अब त्यसलाई नेपालमा गएर इम्प्लिमेन्ट गर्न सक्यो भने त धेरै राम्रो कुरा हो तर मेरो आफ्नो पर्सनल कन्टेक्स्टमा चाहिँ लङ टर्ममा चाहिँ म लन्डन बस्छु जस्तो चाहिँ लाग्दैन अझै पनि 4.5 वर्ष भन्दा होइन 4.5 वर्षमा म 3 चोटि घरै भागिसकेँ दसैँ अघि घर जान्छु है त्यो तपाईँको के मिस हुन्छ भन्दाखेरि मान्छे भन्छ क्या लाइफ राम्रो छ बाहिर अब जस्तै अहिले पछाडि नै हाम्रो खोला छ राम्रो छ भइरहेको छ होइन तर तपाईँले नेपालमा बसेर के मिस यहाँ बसेर के नेपालमा मिस गर्नुहुन्छ भन्ने कुरा आउँछ कि बिहा होला व्रतबन्ध होला घर परिवार होला तपाईँको ओकेजनल होला होइन कसैको त्यो त सेक्रिफाइस हो नि त तर त्यो सेक्रिफाइस तपाईँ थ्रु आउट द लाइफ गर्न चाहनुहुन्छ कि एउटा सर्टन फेज अफ लाइफ गरेर चाहिँ पछाडिको लाइफ चाहिँ तपाईँले चाहिँ त्यसलाई सुख साथ बिताउनुहुन्छ नेपालमै गएर के गर्नुहुन्छ जे भन्यो भने अब आफ्नो देशमा गर्नु र विदेशमा गर्नुमा फरक पर्छ अभियस कुरा डेफिनेटली हामी चाहिँ बेलायतमा बसेर यहाँको सेरोफेरोको बारेमा अनि यहाँको विषयवस्तुको बारेमा अप्रिल महिनामा अलिकति चिसो छ घाम चाहिँ राम्रो लागेको थियो आज मौसमले साथ दिएको थियो र यसै क्रममा बाहिर आउने क्रममा चाहिँ सागर भाइसँग भेटिसकेपछि चाहिँ कुराकानीको क्रममा चाहिँ यो चाहिँ कुरा गरिहालौँ जम्का भेटमा अनि सर्ट लिइहालौँ कुरा गरिहालौँ के छ अवस्था भनेर हामी बसेका थियौँ हाउ वाज द एक्सपिरियन्स विथ युनिल्याटरको एक्सपिरियन्स भन्दैन त अलिकति युनिल्याटरको एक्सपिरियन्स मेरो हिसाबमा त्यतिखेर एउटा एक्सपिरियन्स चाहिँ अनफर्चुनेट हजुरको मामासँग मेरो चाहिँ कुरा भएको थियो सुरुमा होइन अनि उहाँ फेरि एक्सिडेन्ट भएर बित्नुभयो त्यो चाहिँ एउटा अनफर्चुनेट थियो त्यस पछाडि मलाई खासै त्यस्तो प्रब्लम के भएन म त त्यो हाम्रो कोभिड टाइम थियो म काठमाडौँ नै बस्ने भएको कारणले गर्दाखेरि मलाई एक्सेस पनि इजी भयो अब म गएँ अब पुरान बानेश्वरबाट मलाई पुतली सडक कमलादी धाउन कति नै टाढा पनि परेन खुट्टा गएँ कुदेँ त्यहाँ गएँ डकुमेन्ट बुझाएँ ल फर्दर प्रोसेस भने त्यसपछि मैले अफिसमा जानु पनि परेन गेम ओभर भइसक्यो तर म चाहिँ फेरि आफ्नो हिसाबले त्यतिखेर नेपालमा चाहिँ नेपाललाई रेड जोन गरेको कारणले गर्दाखेरि चाहिँ क्वारेन्टिनको प्रोसेसमा थिएँ हुँदाखेरि हाम्रो UK गभर्मेन्टले यहाँ फेरि होटल क्वारेन्टिन राखेको थियो नि त लगभग तपाईँको 3000 पाउन्ड जस्तो पर पर्सन तिर्नुपर्ने भएर म चाहिँ इन्डिया गएँ अनि इन्डिया गएर इन्डियालाई चाहिँ येलो जोनमा राखेको थियो अनि इन्डियाको थ्रुबाट यता आएँ तर तपाईँले मलाई भाइ तिम्रो भिजा लाग्यो भन्दा चाहिँ म चाहिँ उता पुणे र बम्बेको साइडतिर अलिबाग बिचमा चिल हानेर बसिरहेको थिएँ तपाईँले मलाई फोन गर्नु त भाइ तिम्रो भिजा लाग्यो भनेर म चाहिँ बिचमा बसेर चिल गरिरहेको थिएँ कि भिजा लाग्छ दाइले गर्नुहुन्छ भनेर हुन्छ नि आफ्नो मैले अब इन्टरभ्यू भइसकेको थियो अब त्यस्तो फेक डकुमेन्ट मैले त्यस्तो हुन्छ नि अब कसैको फेक डकुमेन्ट होला के होला आफ्नो दिमागमा त हुन्छ नि त ला मेरो यस्तो यस्तो छ भनेर आफ्नो ड्रब्याक्सहरू होइन ठिक छ आफ्नो पर्सेन्टेज पुगिरहेको छ मेरो 4 वर्ष 5 वर्ष ग्याप थियो तर त्यो ग्यापमा मैले मजाले काम गरिरहेको छु मेरो एक्सपिरियन्स छ मैले त्यो सो गरिरहेको छु अब भोलिको दिन युनिभर्सिटीले मलाई अघिल्लो दिन हप्ता 10 दिन अगाडि इन्टरभ्यू पनि गराएको थियो फोन इन्टरभ्यू त्यो फोन इन्टरभ्यू पनि त्यस्तो धेरै गाह्रो भएको थिएन सायद साउथ एसियन उनीहरूको जुन साउथ एसियन रिजनल टिमले फोन गरेको थियो त्यति धेरै टफ क्वेसन पनि सोधेको थिएन उनीहरूले त्यही के गरिस् यो बिचमा के गरिस् एक्सपिरियन्स कस्तो लिइस् होइन अनि कतिले युके आउन चाहन्छस् होइन त्यो इम्पोर्टेन्ट कुरा चाहिँ त्यो उनीहरूले अब मोस्ट सिग्निफिकेन्टली उनीहरूले त्यही कुराहरूलाई चाहिँ रिफ्लेक्ट
कसरी मैले के कुरा भन्दो रहेछु भन्ने कुरा होइन अनि अब त्यो whether you know मेरो or not what डकुमेन्टेसन you र are मेरो doing, भर्बल वर्डको चाहिँ भ्यालिडेसन के छ उनीहरूले चाहिँ चेक गर्न खोज्छ just a verification just a verification कि you're the guy who made an application processing for UK त्यो एउटा त्यो student प्लस visa, होइन? प्लस यो मान्छे चाहिँ अब जेन्युन मान्छे हो होइन यहाँ आएर पढ्ने हो कि होइन अब त्यतिखेर धेरै थियो नि त त्यतिखेर त हामी जस्तो स्टुडेन्ट आउने तपाईँको स्पोन्सरसिपमा गइदिने त्यो प्रोसेस पनि थियो नि त 2023बाट सायद बन्द गर्यो त्यसपछि मान्छेले चाहिँ सब्जेक्टहरू चेन्ज गर्ने त्यो सबै थियो नि त अनि त्यो भएको कारणले त्यतिखेर इन्टरभ्यू लिनु पनि एक किसिमले ऱ्यासनल जस्तो लाग्छ अहिले पनि चलिरहेको छ अहिले पनि इन्टरभ्यू त युकेभिआईले नै लिइरहेको छ अहिले पछिल्लो समयमा होइन सो आई मिन द्याट्स नर्मल प्रोसेस जस्ट you need to make sure that you understand where you're heading to होइन फाइनेन्सियली अनि इकोनोमिक फाइनेन्सियलीदेखि लिएर एकाडेमिकली के कस्तो छ भन्ने कुराहरू चाहिँ थाहा हुनु पऱ्यो भन्ने कुराहरू भयो सो अन्तिममा आई थिङ्क वी आर अलमोस्ट टुवर्ड्स द एन्ड अफ द भिडियो अनि अन्तिममा केही छ भने भन्नुहोस् होइन अनि केही सजेसन प्रोभाब्ली लट अफ युट्युबमा चाहिँ हामीलाई हेरिरहनुहुन्छ फलो गरिरहनु भएको छ जसले फलो गर्नु भएको छैन प्लिज डु फलो सब्सक्राइब गर्दै गर्नु होला किनभने इट जस्ट हेल्प्स अस टु push more content होइन मैले त अघि पनि भनेको कुरा होइन एक्सपोज गर्नुहोस् आफूलाई एक्सपोज गर्नुहोस् त्यो चाहिँ अब यहाँको कल्चर चाहिँ अब पढ्ने प्लस एक्सपिरियन्स लिने 18 पछाडि पनि तपाईँको 2-3 वर्ष मार्केटमा गएर काम गर्छ मान्छेले मेकडोनल्डमा काम गरेर हान्छन् टेस्कोमा काम गरेर हान्छन् जाने काम गर्छन् त्यो कल्चर हाम्रो छैन अब म पनि 21 वर्षसम्म पढाइ हो झोला बोकेर पढ्न गएको होइन त्यो कल्चरले चाहिँ हामीलाई अलिकति अप्ठ्यारो पार्छ अब यहाँ पोलिटिकली फेरि कुरा गर्न मिल्दैन होइन मैले अब त्यो फेरि अर्कै डाइमेन्सनमा जान्छ तर त्यसो भन्दै गर्दाखेरि हाम्रो अब एजुकेसनल सिस्टम अलिकति फरक छ नेपालको त्यसले गर्दाखेरि त्यो चेन्जमा चाहिँ अब नेपालको एजुकेसन सिस्टम र यहाँको एजुकेसन सिस्टममा आउँदा फर्स्ट 2-3 मन्थ चाहिँ मान्छेलाई एडप्ट हुन अलिक गाह्रो हुन्छ अब नेपालमा सुन्दै गर्दाखेरि चाहिँ होइन होला जस्तो लाग्छ तर यहाँको स्टुडेन्टलाई सोध्यो भने चाहिँ हो भन्छ उनीहरूले किन एडप्ट हुन टाइम लाग्छ नि त त्यो कुराहरू हाम्रो एजुकेसनल सिस्टम नै फरक छ नि त अब अभियसली बिस्तारै चेन्ज होला अब 2 तिहाईको सरकार आएको छ होइन नेपालमा यति मात्रै भन्नु सरकारीमा तर आउनुहोस् एक्सपोज गर्नुहोस् आफूलाई होइन आफ्नो स्ट्रेन्थ चेक गर्नुहोस् कन्फिडेन्ट हुनुहुन्छ प्रोएक्टिभ हुनुहुन्छ म गर्न सक्छु मसँग कम्युनिकेसन स्किल छ बेसिक इङ्ग्लिस लिएर आए पनि हुन्छ मलाई सुरुमा गाह्रो हुन्थ्यो अब एक्सेन्ट बुझ्न ब्रिटिस एक्सेन्ट बुझ्न होइन यहाँ स्काउज एक्सेन्ट छ ब्रिटिस छ साउथ इस्ट एक्सेन्ट छ तपाईँको साउथ वेस्ट एक्सेन्ट छ डिफ्रेन्ट एक्सेन्ट छ इङ्ग्लिस त फरक कुरा हो होइन बेसिक इङ्ग्लिस अन्डरस्ट्यान्ड गर्नु पर्यो बुझ्नु पर्यो आफूले अलिकति कम्युनिकेट चाहिँ गर्नु पर्यो एकदमै आइएल्स यो पिटी टोफेल हाम्रो जुन छ नि यो स्किप गरेर आउने भन्दा पनि आफूलाई नेपालमै टेस्ट गर्नुहोस् त्यसमा कन्फिडेन्ट हुनु पर्यो क्या नेपालमै टेस्ट गर्नुहोस् म कतिमा छु होइन 12-15 हजार बरु त्यहाँ चाहिँ इन्भेस्ट गरेर आफूलाई टेस्ट गर्नु हो भने यहाँ आउँदाखेरि चाहिँ भोलिको दिनमा पछि आएर चाहिँ ला मैले किन यस्तो गरेछु भन्ने चाहिँ नहोस् पक्कै पनि अनि त्यति भन्दै सागरजीको सबै काम कुरोहरू चाहिँ अगाडि बढी नै रहोस् अग्रिम शुभकामना अब सेटलमेन्ट भइसकेपछिको भिडियो रूपमा छुट्टै सिरिजमा हामी बिस्तारै अब भनौँ न तपाईँको त्यो तपाईँ र म नेपाल कसरी जाने भन्ने रिटायरमेन्ट नेपालको बारेमा नि कुरा गर्नेछौँ र विशेष गरी युट्युबमा यदि तपाईँ हेरिरहनु भएको छ भने र युकेको लागि प्रोसेस गर्ने सोचिरहनु भएको छ भने यो मोर देन वेलकम टु भिजिट युनिल्याडरमा गएर तपाईँले डिटेलमा बुझ्न सक्नुहुन्छ र विशेष युकेमै हामी भएको हुनाले पनि तपाईँहरूलाई चाहिने राइट इन्फर्मेसन राइट गाइडलाइन्स राइट सजेसन आइ एम नट स्योर वेदर वी गेभ यु राइट डिसिसन राइट सजेसन राइट गाइडलाइन्स र मोर लाइकली स्टुडेन्टले अनेस्ट ओपिनियन पाउँछ त्यो चाहिँ मलाई एकदम धेरै राम्रो लागेको थियो हजुरको होइन हजुरको टिमको के भन्दाखेरि स्टुडेन्टलाई सही सूचना दिनु चाहिँ एकदम जरुरी छ भने जस्तो क्या राइट इन्फर्मेसन दिए राइट इन्फर्मेसन अब त्यो राइट म्यान राइट प्लेसमा पर्छ पर्दैन त्यो पछिको कुरा हो तर इन्फर्मेसन चाहिँ उनीहरूले पाउँछ त्यो इन्फर्मेसन अनुसार चाहिँ के पिक गर्ने मैले के गर्नुपर्छ म कहाँ छु भन्ने चाहिँ त्यो चाहिँ लिभ अप टु देम त्यो इन्डिभिजुअललाई छोडिदिउँ पक्कै पनि त्यही भएर हामी द रिजन वाइ वी मेक दिस काइन्ड अफ भिडियोज इज लाइक यु गिभ डिफ्रेन्ट पर्सपेक्टिभ अर्कोले डिफ्रेन्ट पर्सपेक्टिभ दिनुहुन्छ सबैको पर्सपेक्टिभ सुन्ने डिसिजन चाहिँ आफैले गर्ने हो क्या डिफ्रेन्ट एक्सपिरियन्स छ सबैको होइन सबैको डिफ्रेन्ट एक्सपिरियन्स छ होइन कसैले कहाँबाट सुरु गरेको छ कसैले कहाँबाट सुरु गरेको छ एक्ज्याक्टली अनि तर इन्फर्मेसन लिनु अब त्यो इन्फर्मेसन लिइसके पछाडि मोर लाइकली अब त्यो हामीले रिलायबिलिटी र भ्यालिडिटी भने जस्तो त्यसलाई कतिको रिलायबल छ र त्यसको भ्यालिडिटी कस्तो छ त इन्फर्मेसनको होइन त्यो अनुसारले चाहिँ आफूले डिसिजन गर्नु पक्कै पनि त्यही भन्दै डिसिसन गर्नको लागि चाहिँ युनिल्याडरै जानु पनि भन्दैन म होइन यु गो थ्रु डिफ्रेन्ट एजेन्सिज अनि यु चेक देयर इन्फर्मेसन एज वेल होइन यदि उहाँहरूले कन्भिन्स गर्नुहुन्छ भने त्यहाँबाट गर्दा पनि भयो तर तपाईँहरूले आफ्नो फाइनेन्सियल र आफ्नो ओभरअल
एकाडेमिक चाहिँ के कस्तो छ भन्ने कुरालाई मेजर फोकस राखेर अगाडि बढ्नुपर्ने हुन्छ र जो सेप्टेम्बरमा आउँदै हुनुहुन्छ आउन खोजिरहनु भएको छ तपाईँ हाम्रो जुन स्क्रोल गरिएको नम्बर छ त्यो नम्बरमा कन्ट्याक्ट गर्नुभयो भने डाइरेक्टली यु क्यान रिच आउट टु मी अनि वी क्यान ह्याभ डिटेल कन्भर्सेसन र प्रोभाब्ली यहाँ आइसकेपछि फेरि यस्तै हाम्रो सागरजी जस्तै कुराकानी पनि गर्ने बाजासहित आजको लागि हामी बिदा माग्छौँ थ्याङ्क यू हस् धन्यवाद